वेलकम ब्याक टु एबिसी टेक्नोलोजी। फेरि पनि गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ विज्ञापन खुलाएको छ। विज्ञापन बारेमा सम्पूर्ण जानकारी थाहा पाउनको लागि भिडियोलाई अन्तिमसम्म हेर्नु र यस्तै नयाँ जब भ्याकेन्सीको लागि च्यानललाई सब्सक्राइब पनि गर्दैन। कर्मचारी आवश्यकता पनि दिएको छ। प्रथम पटक प्रकाशित 2083 3 महिना 2 गते प्रकाशन भएको विज्ञापन हो। यस विज्ञापनमा कसरी आवेदन दिन सकिन्छ र के कस्तो शैक्षिक योग्यता चाहिन्छ सम्पूर्ण जानकारी दिन्छु। भिडियोलाई अन्तिमसम्म हेर्नु। यस वित्तीय संस्थाको लागि न्याय बमोजिमका कर्मचारीहरूको आवश्यकता भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट मृतपूर्वक दरखास्त आह्वान गरिन्छ भने दिएको छ। आवश्यक पद र माग सङ्ख्या सम्बन्धी जानकारी रहेको छ। 1 मा रहेको छ पद चाहिँ शाखा प्रबन्धक, कनिष्ठ अधिकृत, सुपरिवेक्षक, वरिष्ठ सहायक पदको लागि चाहिँ माग गरेको छ, जसमा चाहिँ माग सङ्ख्या चाहिँ केही भने दिएको छ। यसमा चाहिँ धेरै सङ्ख्यामा माग गरेको छ। आवश्यक न्यूनतम योग्यता रहेको छ। यस पदमा चाहिँ आवेदन दिनका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता रहेको छ। प्रवीणता प्रमाणपत्र त उत्तीर्ण गरेको, साथै लघुवित्त वित्तीय संस्थामा चाहिँ कनिष्ठ अधिकृतको हकमा चाहिँ 1 तह मुनिको पदमा चाहिँ 2 वर्ष कार्य गरेको, सुपरिवेक्षक र वरिष्ठ सहायकको हकमा चाहिँ 1 तह मुनिको पदमा रही 2 वर्ष कार्य गरेको हुनुपर्नेछ। शाखा प्रबन्धक भई कार्य गरेको वा सवारी साधन तथा चालक अनुमति पत्र भएकालाई चाहिँ विशेष प्राथमिकता दिइनेछ भने दिएको छ। यसमा चाहिँ तपाईँ चाहिँ कनिष्ठ अधिकृतको हकमा चाहिँ 1 तह मुनिको पदमा चाहिँ कम्तीमा चाहिँ 2 वर्ष कार्य गरेको हुनुपर्नेछ र सुपरिवेक्षक र वरिष्ठ सहायक पदको हकमा चाहिँ 1 तह मुनिको पदमा चाहिँ कम्तीमा चाहिँ 2 वर्षको चाहिँ कार्य अनुभव भएको हुनुपर्नेछ भने दिएको छ। र शाखा प्रबन्धक भई कार्य गरेको र सवारी साधन तथा चालक अनुमति पत्र भएकाले चाहिँ विशेष प्राथमिकता भने दिएको छ। यस पदमा आवेदन दिनका लागि चाहिँ तपाईँसँग चाहिँ कम्तीमा चाहिँ +2 चाहिँ पास गरेको हुनुपर्नेछ भने दिएको छ। परीक्षाको किसिम चाहिँ प्रस्तुतिकरण तथा अन्तर्वार्ता पनि दिएको छ। यसमा चाहिँ कुनै प्रकारको लिखित परीक्षा हुँदैन, मात्र चाहिँ तपाईँले चाहिँ प्रस्तुतिकरण र अन्तर्वार्ताद्वारा चाहिँ छनौट गरिन्छ भने दिएको छ। 2 मा रहेको छ अर्को पद जुन चाहिँ सहायक प्रशिक्षार्थी सहायक पदको लागि चाहिँ माग गरेको छ, जसमा चाहिँ माग सङ्ख्या चाहिँ केही भने दिएको छ। यसमा पनि धेरै सङ्ख्यामा नै माग गरेको छ। आवश्यक न्यूनतम शैक्षिक योग्यता रहेको छ। यस पदमा आवेदन दिनका लागि चाहिँ आवश्यक न्यूनतम शैक्षिक योग्यता रहेको छ। एसएलसी वा एससी पास गरेको, कम्प्युटर सम्बन्धी ज्ञान भएको तथा ग्रामीण क्षेत्रमा गई कार्य गर्न इच्छुक, सवारी साधन र चालक अनुमति पत्र भएकोलाई चाहिँ विशेष प्राथमिकता दिइनेछ भने दिएको छ। सहायक र कनिष्ठ सहायकको हकमा भने कम्तीमा चाहिँ लघुवित्त संस्थामा चाहिँ 2 वर्षको चाहिँ कार्य अनुभव हुनुपर्नेछ भने दिएको छ। यस पदमा आवेदन दिनका लागि चाहिँ कम्तीमा चाहिँ तपाईँसँग चाहिँ एसएलसी वा आइसी चाहिँ पास भएको हुनुपर्नेछ र कम्प्युटर सम्बन्धी चाहिँ सामान्य चाहिँ ज्ञान भएको हुनुपर्नेछ र ग्रामीण क्षेत्रमा गएर चाहिँ कार्य गर्न चाहिँ इच्छुक हुनुपर्नेछ भने दिएको छ। यदि तपाईँसँग चाहिँ सवारी साधन र सवारी चालक अनुमति पत्र छ भने चाहिँ विशेष प्राथमिकता पनि दिएको छ भने सहायक र कनिष्ठ सहायकको हकमा चाहिँ कम्तीमा चाहिँ 2 वर्षको चाहिँ लघुवित्त क्षेत्रमा चाहिँ कार्य अनुभव भएको हुनुपर्नेछ भने दिएको छ। परीक्षाको किसिम दिएको छ। लिखित तथा अन्तर्वार्ता पनि दिएको छ। यसको लागि चाहिँ तपाईँसँग चाहिँ लिखित परीक्षा हुन्छ र अन्तर्वार्ताद्वारा चाहिँ छनौट गरिन्छ भने चाहिँ दिएको छ। दरखास्त दिने अन्तिम मिति चाहिँ 2083 असार 16 गते मङ्गलबारभित्र चाहिँ यसमा आवेदन दिइसक्नुपर्नेछ भने दिएको छ। रिट नपुगेको अथवा म्याद नागी आएको निवेदन उप कुनै कारबाही हुने छैन। रिटपूर्वक प्राप्त आवेदन मध्ये छोटो सूचीमा परेका उम्मेदवारहरूलाई मात्र छनौट प्रक्रियाका लागि चाहिँ सम्पर्क गरिनेछ भने दिएको छ। यसमा चाहिँ पहिला सर्ट लिस्टमा नाम निकालिन्छ र सर्ट लिस्टमा आएको उम्मेदवारलाई चाहिँ अर्को प्रक्रियाका लागि चाहिँ अर्थात् लिखित परीक्षाको लागि चाहिँ सम्पर्क हुनेछ भने दिएको छ। कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ भने दिएको छ। उमेर दिएको छ। सहायक स्तरका लागि चाहिँ 18 वर्ष पुरा भई 35 वर्ष ननागेको र अधिकृत स्तरको हकका लागि चाहिँ 21 वर्ष पुरा भई 40 वर्ष ननागेको हुनुपर्नेछ। साथै महिला उम्मेदवारको हकमा चाहिँ उमेरको माथिल्लो हदमा चाहिँ 5 वर्ष थप हुनेछ भने दिएको छ। इच्छुक उम्मेदवारहरूले निवेदनका साथमा हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपि सहितको सम्पूर्ण विवरण खुल्ने बायोडाटा, यो सूचना प्रकाशित भएको मितिले चाहिँ 15 दिनभित्र इमेल मार्फत ngtmicrovacancy@gmail.com वा वित्तीय संस्थाको वेबसाइट www.ganapatymicro.com.np मार्फत दरखास्त दिन सकिनेछ भने दिएको छ। यस विज्ञापन आवेदन दिनका लागि चाहिँ विज्ञापन प्रकाशन भएको मितिले चाहिँ 15 दिनभित्रमा यो तल दिएको इमेलद्वारा वा तल दिएको वेबसाइटद्वारा तपाईँले चाहिँ अनलाइनद्वारा चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। यस विज्ञापन आवेदन दिनका लागि चाहिँ आवश्यक कागजातहरू रहेको छ, जसमा चाहिँ हालसालै खिचेको पासपोर्ट साइजको फोटो, त्यसपछि नेपाली नागरिकताको चाहिँ प्रमाणपत्रको प्रतिलिपि सहित सम्पूर्ण खुल्ने चाहिँ बायोडाटा सहित तपाईँले चाहिँ यो तल दिएको इमेलद्वारा वा तल दिएको वेबसाइटद्वारा तपाईँले चाहिँ अनलाइनद्वारा एप्लाई गर्न सक्नुहुनेछ। पदपूर्ति समिति गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड, केन्द्रीय कार्यालय शुक्ला गण्डकी 4
डुलेगौडा तनहु भने दिएको छ। यो चाहिँ तनहु केन्द्रीय कार्यालय रहेको छ। सो आजको विज्ञापन बारेमा के कस्तो लाग्यो कमेन्ट गर्दैन। भिडियो लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि गर्दैन। धन्यवाद।